हेलो साथीहरु नमस्ते वेलकम छ हाम्रो सानो भिडियोमा तपाईहरुलाई अनि सबैजना सन्चै हुनुहुन्छ होला हामी पनि एकदमै सन्चै छौं अनि यो आउँदै गरेको हाम्रो नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा तपाईहरु सबैजना जो जतिले हेर्दै हुनुहुन्छ धेरै धेरै शुभकामना अनि हामी चाहिँ आज धेरै खुसी छौं हैन काको पेत्रिया भन्ने ठाउँमा डोल्न जाँदै छौं हाम्रो ग्रुप चाहिँ पछाडी छ सबैजना लजालु छ यता आउन हौ मोनी लजाले पनि पछि मलाई नचाले न हौ त्यो ब्यागको त्यो ब्यागको त गर न अनि आउट अफ निकोसिया यो चाहिँ हाम्रो पहाड जस्तै अलिक गाउँ एरिया रहेछ एकदमै राम्रो ठाउँ हो तपाईहरुले देख्न सक्नुहुन्छ पुरै पहाड यहाँ यता आएदेखि आज फर्स्ट टाइम कोही गाडी आउँदैछ है यहाँ यो ठाउँ राम्रो छ भनेर हामीले पहिल्यैदेखि थाहा चाहिँ पाएको थियो हैन तर चाहिँ फाइनली बल्ल बल्ल 2 वर्षपछि हामीले आउने मौका मिल्यो अब यस्तै हो सल्लाह त धेरै अगाडि भएको थियो धेरै सल्लाह गर्ने चाहिँ हाम्रो छिरिङ नै हो कोहीहरु चाहिँ आउनै मानेको थिएन तर हामीले जे भए पनि ल्यायौं हाम्रो ग्रुप चाहिँ कति 6 जनाको जम्बु टोली हिँडिरहेछौं गाइस अब माथि मेन ठाउँमा पुगेपछि फेरि पनि हामी बनाउने छौं यहाँदी हो त जाँदैन कति राम्रो रहेछ हो कति राम्रो हो हेलो आइसा कता छ हेलो ठीक छ टोली के राम्रो रहेछ हो हाम्रो टिचर पहाड कसै मेरो म आज नेपाल पुगे फर्किदिन यो ठाउँदेखि तपाईहरुलाई मन परे कि परेन हेर्नु साथीहरु कति राम्रो ठाउँ छ टोलीहरु चाहिँ हिँड्दैछ त्यतै हो कति राम्रो छ साथीहरु साच्चै नै हो फर्स्ट टाइम यहाँ आएदेखि मैले आज नेपालको भाइस पाएँ खुसी छु सेम नेपाल वाउ हेर्नु न साथीहरु तपाई कस्तो के कति राम्रो कति खुसी भए म त साच्चै नै धेरै खुसी भए त्यहाँ छिरिङ हिँड्दै छिन् अरु 3 जना चाहिँ गइसक्यो मलाई चाहिँ यो भिडियोहरु एकदम धेरै क्याप्चर गर्नु मन लाग्यो ठाउँहरु घरहरु हेर्नु न नेपालको त्यो हाम्रो भेडेटारतिर धरानतिर यस्तै ठाउँहरु छ के यस्तो पहाडमा हल्का टक्क अलिकति स्टेप ठाउँमा नि घर बनाइहालेको हुन्छ नि त्यस्तै कति राम्रो साच्चै नि मलाई आज धेरै खुसी लाग्यो धेरै खुसी साथीहरु दशैं आएको छ अनि त्यस्तै छ फेरि मौसम पनि हेर्नु न हाम्रोतिर दशैं आउँदाखेरि हुन्छ नि राम्रो खुल्ला मौसम क्लियर देखिने आकाशहरु सुक्खा छुट्टै हुन्छ नि त्यस्तै छ मौसम पनि अनि घरहरु पनि चट्टा स्टेप डाँडा घरको डिजाइन पनि नेपालकै जस्तो रहेछ के कतिपय चाहिँ प्रायताको पर उनीहरु हिँड्दैछ हामी चाहिँ मलाई चाहिँ भिडियो बनाउनु मन लागेर रहिरहेको छु हैन उनीहरुले बिचाराहरु घरि पर्खिँदै हिँड्दैछ 6 जनाको जम्बु टोली आएको छौं अयो नेपालको धेरै याद आउँथ्यो यहाँ आएर धेरै नेपालको याद मेट्यो भनौं न नेपालको तिर्सना मेटियो इन्जोय गर्दै गर्नु होला तपाईहरु पनि भिडियो हेरेर पछि मेमोरी हुन्छ नि त मेन कुरा चाहिँ त्यही भएर त्यहाँनिर उनीहरु 5 जना छ कति भिडियो मात्रै खिचेको कति रहेको भन्छ गाइस म स्टप गरे सी यु अगेन हामी आइपुग्नु आँट्यौँ राम्रो छ यस्तो रहेछ सुनसान हुन्छ होला भनेर हामीले चाहिँ सुनेको थियौँ नि त तर राम्रो छ गाइस हेर्नु छुट्टै माहौल छ छुट्टै चहलको हुन्छ यहाँ पानी झरेको हेर न फेरि यहाँ भगवान के भन्नु र म त खुसी भएर पुक्लुकै ढल्छु होला हिँड्दैछ सानो घरहरु भएको रेस्टुरेन्टहरु चटक्क परेको सरी वाटरफल आउन आँटेको छ है पर वाटरफल झरना छाँगा कति राम्रो के इन्ट्री हुने बेला रहेछ काको पेत्रिया वाटरफलमा है त्यो साथीहरु कहाँतिर त्यता जाने ठाउँ चाहिँ भयो वाटरफल
2-3 वर्षपछि छाँगा देखेको के भन्नु र अब देख्नुहुन्छ हो तपाईहरुले यहाँ पानी झरिरहेको यता आउने हो मन त कति आनन्द हुने आइस त्यहाँ छ अरू साथीहरू उता छ आइसा चाहिँ पुरा साइलेन्टमा छ सबैजना साइलेन्टमा छ सबै क्यामेराम्यान नै क्यामेराम्यान के गर्नु र गाह्रो छ यहाँ दिदी सानो फुटपाथ छ साथीहरू यहाँ दिउता जाने अब हामी यहाँ दिउता जान्छौँ अनि यता छ साथीहरू चाहिँ यो छाँगा रहेछ सानो दह पनि रहेछ हामी बच्चा बेला पौडी खेल्ने जस्तो दह तर फोहोर रहेछ हो उ त्यहाँनिर एउटा हाँस पनि छ है पानी हाँस होला सायद अनि यतादेखि खोला बगेर आएको छ यतादेखि देख्नुहुन्छ होला तपाईँहरू वा 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 हामी आएको चाहिँ यतादेखि हो निकोसेरी हामी यतादेखि आएको यो परको चाहिँ प्लेग्राउन्ड रहेछ यहाँ छ हाम्रो टिमहरू 1 जना 2 जना 3 जना हेलो सुजनजी भोक लाग्यो सबैलाई भोक लागेको छ साथीहरू त्यही भएर त्यति धेरै बोल्ने मुड पनि छैन कति राम्रो यो त कस्तो राम्रो हो पुरा तल चाहिँ ढुङ्गाले बनेको छ हेर्नु न कस्तो राम्रो ठुलो ठुलो होटल रहेछ भित्तामा पुरा पहाडको भित्तामा बनाएको भित्ता भिर परेर एक्स्ट्रा के राम्रो अब हामी चाहिँ धेरै भोक लागिसकेको छ त्यही भएर उता माथि खाना खाने ठाउँ खोजेर जाँदैछौँ नेपाल फिल्म वा 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 रे वा भोकले सबैको अनुहार निनेर भइसकेको छ जम जम जो बनाउँदै जाने कति राम्रो हो एक्स्ट्रा ठाउँ निकोसियामा त मैले यस्तो ठाउँ कहीँ देखेको छैन के भयो फेरि जाउँ न ए खिच्ने हो ए ल ल ल लु आफ्नो आफ्नै ठाउँ खोइ छिरिङ कता गयो छिरिङ ए छिरिङ हो त्यहाँ छ म नै गार्डन भएर नि थाकिसक्यो होइन मलाई गार्डन भएर नि छिरिङको मन थाकिसकेको अवस्था यहाँ फेरि फोटो चाहिँ खिचेको यो मुनि चाहिँ खोल्छ ए यहाँ दिउँदो चाहिँ रेस्टुरेन्ट फेरि अन्डरग्राउन्ड रहेछ नि त होइन यहाँ दिउँदो पनि त्यही भएर चाहिँ बार रहेछ फेरि मुनि के त बन्द भयो होइन ओइ जानुपर्ने होला है कता जता भए पनि धेरै भोक चाहिँ लागिसकेको छ खानासानाहरू चाहिँ बोकेर हिँडिराखेका छौँ हेर न मेरो क्यामेरा नै मन खुसी भएकोले हो कि खै राम्रो राम्रै आयो त आज त है आएछ भोक लाग्यो बिचरा राम्रो है भोक लाग्यो भोक लागिसक्यो बसौँ भने भोक लाग्यो धेरै भोक लागेको छ ल एकदम म पनि बोकिसकेको छु नि म चाहिँ फेरि पुरै कति नै ठुलै खतरै मान्छे जस्तो रित्तै परेछु ए नेता छोडेर गएछ त साह्रै ज्ञानी सबैभन्दा ज्ञानी चाहिँ हाम्रो यहाँ छ एकजना बोल्दैन नि बिचरा भारी बोकेर लरक हिँडिरहेको छ म तिमीलाई अब सघाउँछु भारी सारी सबै बोकेर छोडिराखेर हिँड्ने है त्यो 2 जना चाहिँ अगाडि ए पुल चाहिँ रहेछ तर भत्केको त्यो त यो के हाम्रो गाउँ जस्तै छ त सेम काटीकुटी खोला बजेको उही हामी त यो ग्रुप नजमेर यस्तो ठाउँ छोडेर यतै बस्नु पाउनु नि हौ म त बस्थेँ विन्टर न समर न जतिखेर नि बस्थेँ खोला भन्नु के भन्ने देख्नुभयो खोला खोल्सा सबै अगाडि छ म चाहिँ पछि छु नजाउँ हामी त यहीँ बस्छौँ फेरि कोही रुखमा चढ्दै रहेछ
खोला बगेको छ छङ 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 त्यति धेरै सफा पानी त छैन रहेछ सबै तिमीहरू त भारी छोडेर हिँडेको के भएको यिनीहरू अस्ति सबै झोला छोडेर हिँडेछ के भएको कसरी गयो ए हिजो त्यो रुखमा म चढेर फोटो खिच्छु भन्दै थियो सपना पुरा भयो यतिको चाहिँ हुनुपर्छ है खोइ कहाँ छ ऊ झरी गएछ त उतै फोटो रुखमा चढेर फोटो खिच्दैछ राम्रो पुरा गेटहरू हालेर बारहरू हालेर बनाइदिएको रहेछ होइन एउटा झोला त छोडिदिउँ न तिनीहरूको कहाँसम्म जाने हो हामी कता बस्न पाउने हो खोइ जहाँ फेरि खानु पनि पाउने कि नपाउने हो है भन्नु त कसैले केही भन्दैन होला र पनि अलिक नयाँ ठाउँमा सानो छ खोइ त पछि पानी पर्दा चाहिँ ठुलो हुन्छ होला मनै गार्डन गार्डन हाम्रो ड्रिङ्क्सहरू खोइ हाम्रो ड्रिङ्क्स म पनि हेलो गाइस घाम त टिलिक्क छ एकदम टिलिक्क खोला छङ 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 जम्मा भयो तल तल कतासम्म हाम्रो गाउँतिरको खोला जस्तै सेम उत्तिसको जस्तो रुख गाइस तपाईँ हेर्नु सक्नुहुन्छ हेर्नु यस्तो खोलाको यो भयो खोला होइन चट्ट यस्तो खोलाको यस्तो किनारमा स्टेप त्यस्तो गाह्रो लाउँदै लगेर घर बनाएको रहेछ क्या त्यो मासतिर चाहिँ क्याफेहरू रेस्टुरेन्टहरू समरमा मान्छेहरू आउँदाखेरि चट्ट डुल्न आउँदाखेरि खाने बस्ने ठाउँ यस्तो छ हाम्रो ग्रुप त्यहाँनिर छ अब हामी घर फर्किनु पर्ने हुन्छ यो ठाउँलाई चाहिँ छोड्नै मन छैन खासमा गाइस यहाँ फोन झऱ्यो भने हामी चाहिँ फर्किँदैछौँ भनेर चाहिँ त्यहाँनिर लरक हुँदैछ म चाहिँ एक्लै भिडियो बनाए जस्तो किनभने उनीहरू अलिक अप्ठ्यारो माने जस्तो गऱ्यो त्यही भएर अब खाइदिई गऱ्यौँ नाच्नुसम्म गयौँ फर्किँदैछौँ मान्छेहरू टन्नै आउने रहेछ हेर्नु यहाँनिर यहाँनिर बगिरहेको छ पुरै भिडको फेदमा छिरिङ अन्ता बहिनी अनि दुईजना लम्बुहरू चाहिँ अगाडि गइसक्यो मान्छेहरू धेरै आउने रहेछ है साथीहरू राम्रो ठाउँ रहेछ नि त अब किनभने अलिक पछि अब गर्मी सुरु हुन्छ जाडो सुरु हुन्छ जाडो भएपछि त धेरै पानी पर्छ यता आउनु सक्दैन अब गर्मी अन्तिम भइसक्यो नि त समर जान थियो जाडो हल्का सुरु भएको छ त्यही भएर फर्किँदैछौँ खाना खायौँ बस्यौँ एकछिन कता खिच्यौँ माथितिरसम्म डुल्नु गयौँ अब घर पनि जानुपर्ने हुन्छ टाढो छ नि त यो त के हो भत्ती जस्तो के हो यो देख्छ घट्टा जस्तो है यहाँ चाहिँ धेरै राम्रो ठाउँ रहेछ धेरै उज्यालो आएको छ है पर्खन है कुकुरले टोक्छ मलाई कत्रो डर लाग्यो त्यहाँ हिँड्दैछ तिनीहरू झोला बोकेर लमक के भयो पर्खन कोही पनि आउनै मान्दैन कति आऊ भन्नु कस्तो लाग्यो रमाइलो भयो आजको घुमाइ खुवाइ डुलाइ कस्तो लाग्यो भनिदिनुहोस् त दुईजना खुसी लाग्यो है
नेपालको जस्तो भाइब्स आयो कि आएन? आयो नि। सबैजनालाई मैले जम 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 भनेर चाहिँ प्रेस गरेको है। उनीहरू आउनै मन गरेको थिएन अरे नि त। ए हाम्रो बाजे जस्तै गाडी देख्यो सेम हो हेर्नु त ए सेम छिरिङ र होइन देनी छिरिङ र बहिनी चाहिँ अगाडि गइसक्यो। छिरिङ त झन् आज क्यामेरामा आउनै मानेको छैन। मजा भयो रमाइलो लाग्यो त्यो यस्तो पाहाडमा पनि है घर बनाएको। अब ए कान्छी आऊ निनी आऊ र नभइकन आऊ बोलेर त खुसी अनुहार लिएर पो फर्किनुपर्छ। प्यारी समझ गई उता निनी आऊ र भइसक्यो निहरू मुन्टी न के घर चाहिँ कस्तो पाहाडमा बनाएको मलाई दामी लाग्यो खतरा सबै कता कता गए साथीहरू म चाहिँ एक्लै भएँ। 2 जना पछाडि रहिगयो 3 जना अगाडि गयो म चाहिँ अन्तिम एक्लै। छिरिङ अगाडि गइहाल्यो नि त हेर्नु न म त एक्लै कस्तो छ हो मलाई त्यही झन्डै छोडेर फर्केको। अब बस स्टप कता छ सोधेर खोजेर जानुपर्ने छ साथीहरू। ठाउँ राम्रो रहेछ माइन्ड फ्रेस भयो। नेपालदेखि टाढा भयो नि नेपाल पुगे जस्तो लाग्यो। हिमाल पहाड झरना खोलाहरू पुलहरू नेपालको जस्तै काठको डिजाइन भएको घरहरू हेरेर पाउँदा खुसी लाग्यो। कस्तो राम्रो ठाउँ छ सानो चक्र परेको एकदम पिस। ओ छिरिङ सुन्दैन ओइ पर्ख त म एक्लै भएँ। मैले बोलाएको छु उनीहरूले चाहिँ पर पर्खिरहेको छ। कोही पछाडि र होइन कोही अगाडि म पो बिचमा परेँ। हेर्नु त्यो मासतिर तपाईँहरू पहाड देख्न सक्नुहुन्छ नि हेर्नु त नेपाल जस्तै घरहरू सेम राम्रो छ। ल साथीहरू हामी चाहिँ बल्ल रुम आइपुग्यौँ होइन। एकदम घुमफिर रमाइलो भयो एकदम मजा आयो। नेपालकै जस्तो भाइब्स आयो। दसैँ पनि नजिकै आएको त्यसकै उपलक्ष्यमा जस्तो पनि भयो। अब हामीले चाहिँ यसरी नै दसैँ मान्यौँ भनौँ न। आइपुग्यौँ बाटोमा रात पनि पर्यो फोनको चार्ज पनि सकिएको बिचमा गाडी पनि रोकिएर गाडी नभेटेर हिँड्दै आउनु पर्यो। त्यही भएर यस्तै भयो बाटोतिर। अब पर्दी छुटेपछि चाहिँ एकैचोटि आएर मात्रै भिडियो बनाउने मौका पनि मिल्यो। अनि त्यस्तै हो। कस्तो लाग्यो तपाईँलाई लाइक कमेन्ट छोडिदिनु होला अनि सब्सक्राइब पनि गरिदिनु होला भन्दै जतिले हेरिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद भन्दै बाई बाई। फेरि अर्कोचोटि भेट्ने नै छु। अहिलेको लागि बिदा हुन चाहन्छु। थ्याङ्क्स फर वाचिङ।